कसले बेसी कुर्छ पियाले कुर्छ न पियाले बेसी कुर्छ न उयो दिदीले कुसुम दिदी कुर्छ किन कुर्छ तल चाहिँ गल्ती गर्छ अनि त्यो उयो स्कुलबाट होमवर्क दिएर पठाउँछ अनि ठसर गर्छ अनि मलाई देखेन भनेपछि अनि पिया दिदी आइजन भन्छ कि दिदी चाहिँ के लेख्नु लगाउँछ र सक्यो भन्छ पो त छैन गरेको दिदीले अर्कै हेर्दैछ त चुटा खानु तिमी के भने यसले मोबाइलमा फोटो पस्छ त त्यसरी भन्दैछ होइन त्यस्तो किन पसाउनु तेरो मुभ त हिरो नि हो के तर मुभ क्या फोटो पसाएर बस्नु म के भनेको किन खिच्यो भने चाहिँ के हुन्छ के अरे पुरा मान्छे हाँस्छ कि जल्दी गा किन हाँस्छ कति माया लाग्दैछ मान्छे हाँस्यो भने भन्नु नि तल काम पाएको छैन हाँसेर बस्छस् भन्नु नि ओइ पुर्णी मान्छे हाँस्यो भने भन्नु नि किन हाँसेको हौ भनेर त्यो दाँत त साह्रै मन पऱ्यो मलाई त भातै हाल्यो तर कहाँ भात मिमीको जस्तो छ नि नानाको पहिला कस्तो थियो फाँक थियो नि त ल बिचको त थाहा छ नि मात्र नगरी खा हेरौँ राम्रो देखा दाँत पानी छैन खाँदिनँ नि म अरे किन खानलाई दिएको हो हाम्रो त पानी पनि खान्छ पानी खानुहोस् न के खाएको छुर्पी खाँदैन त नखानु तपाईँ म मात्रै खान्छु फेरि भोलि पर्सि आउँदाखेरि उयो ल्याइदिए ल मलाई मम्मीलाई भनेर ताम्रो पान म खुसी हुन्छु बिर्सिँदैन ल अब तिमीले आयो भने ताङ्नु लगिदिनु ल ले ल के अरे तिमीहरूको बात कसले सुन्नु तँ सुने बस् न तँ सानो मान्छे सुन्नु पर्दैन सुन न प्लिज सुन न यिनीहरूको बात सुनेर त हुँदैन भने ठालो ठालो भयो मजाले दुलाउने हात पक्रेर भएको होला शेरको छोरी जाने शेर ब्रस गरेको अनि भात खाएर चाहिँ कसले ब्रस गर्छौ ल है तैँले चाहिँ एउटा खतरा भात खाएर नि ब्रस गर्ने किन अनि त्यस्तो धुनु चाहिँ कसले सिकाएको कसरी अरे भयो बेसी नधु अहिले दाँत फुस्किन्छ नि त्यस्तो गऱ्यो भने मम्मीले कता कता राखिदियो मम्मीले कता कता खाएर चुसेर फ्याँक्थ्यो हाम्रो पाला नि बन्नु लाग्यो 15 मिनट छ बेसी मग्नु त नक्कली